सबै म गरेर डोजर लगाएर खनेर इन्जिनियर झारेर पनि म तपाईँलाई देखाउँछु। ल साथीभाइ अब चाहिँ म नयाँ रोड खोलौँ भनेको होइन। सो आज चाहिँ एनओसी अब माग्नु पऱ्यो नि त एनओसी होइन। एनओसी सोनोसी सबै लेखिसकेको छ। अब एनओसीको जमिनको मालिकहरूले दिनु पर्यो जमिन होइन भन्जाएको। एउटा रोड चाहिँ खनिदिउँ भनेर चाहिँ सोचेको मैले होइन। जसरी भए पनि त्यहाँ बिचरा हाम्रो आङ्गीहरूलाई अलिक रोडको खाँचै छ। साह्रो मान्छेले नजरअन्दाज गर्यो उहाँहरूलाई। रोडदेखि उहाँहरू अहिले पनि हिँडेर जानुपर्छ भन्ने विचारले चाहिँ मैले आज चाहिँ अब चाहिँ रोड खोलिदिउँ भनेर चाहिँ होइन सोचेको। अब यो एनओसीहरू पनि सबै रेडी गरिरहेको छु मैले होइन। अब यसमा हस्ताक्षर खालि दिनुपर्ने छ जमिनको मान्छेहरूले। र जसले पनि जमिनहरू दान गर्छ राम्रो कुरोमा राम्रो हो साथीभाइ हो। हावा कुरामा चाहिँ लोभ गरिबस्नु भन्दा चाहिँ लोभ नगर साथीभाइ, मरेर जाने खेम छैन। राम्रो कुरामा चाहिँ अघि आउनुपर्छ। र अब यो रोड खनेको तपाईँलाई म देखाउँछु। अब हेर साथीभाइ हो, शुभ ब्रोले अब इतिहास रच्दैछ साथीभाइ हो। इतिहास कसैको आशा नगर्ने, ट्याक्कै कसैको आशा नगर्ने हो, कसैको भरोसा नगर्ने, आफ्नो दमले खन्ने हो बाटो चाहिँ साथीभाइ। छ पनि बहुत मानिसको बेलुका खन्ने हो रोड तपाईँलाई म देखाउँछु। शुभ ब्रोले रोड खनेको देखाउँछु म साथीभाइ हो। यो सबै यो हस्ताक्षरहरू अहिले हेर्नु नि ब्ल्याङ्क छैन यो। अब तपाईँहरूले किन यो देखाउनु होइन, यो ब्ल्याङ्क छ। अब सबै म गरेर डोजर लगाएर खनेर इन्जिनियर झारेर पनि म तपाईँलाई देखाउँछु रोड। हेर साथीभाइ रोडको नाम पनि के हो भन्छ, शुभ घिसिङ शुभ ब्रो पथ। इतिहास रच्ने हो नि त साथीभाइ हो। अलि इतिहास नपढ्ने हो। शुभ ब्रोले इतिहास पढ्दैन। हु इज अकबर, हु इज बिरबल, हु इज कुनै के समथिङ। शुभ ब्रोले आफ्नै इतिहास लेख्छ भन्ने हेतुले चाहिँ म अब आज दिन चाहिँ लागि परेको छु। हुनु त अब मेरो पनि बेसी समय छैन साथीभाइ यस्तो सोसियल वर्कहरू गरिबस्ने। अब बिहा पनि नगर्नु पऱ्यो, फेरि बिहा गर्नु पऱ्यो, त्यहाँदेखि त आफ्नै ढोलट्याङ्ग्रो बज्छ, थाङ्ना ले हाफपेन्ट ले अहिले त थाङ्ना पनि होइन साथी, कुनै कि हगिस ले पेन्टिस ले भन्नेहरू समयहरू आउँछ। सो त्यही भएर अब बिहा गरेपछि त म यस्तो कुराहरू गर्नु सक्छु सक्दिनँ मलाई थाहा छैन। र पनि समाजको हितको लागि केही होइन, त्यहाँ बिचरा अलिकति प्रब्लमै छ मान्छेलाई रोड भनेर चाहिँ मैले अब चाहिँ रोड खनिदिन्छु भन्ने चाहिँ मनमा उठ्यो प्रश्न। ल नि त ल भनेर चाहिँ अब के गर्ने हो, खन्ने हो साथीभाइ रोड। तर तपाईँहरूले पनि साथ दिनुपर्छ, राम्रो कुरामा सबैले साथ दिनुपर्छ। खुट्टा तान्ने हुँदैन साथीभाइ, यो कुरा याद गर। खुट्टा तान्ने मान्छे कहिले पनि टाउको माथि हुँदैन। खुट्टा तान्ने मान्छे पैँतालो मुनि नै हुन्छ, खुट्टा मुनि नै हुन्छ। यो कुरा याद गर्नुहोस् तपाईँहरूले। त्यही भएर अब होइन बेसी नबोलौँ, काम चाहिँ गरेर देखाउनु पऱ्यो नि त। फेरि हावामा फ्यार बोलेर पनि हुँदैन, बखतम खालि भएर पनि हुँदैन, लिखितम पनि हुनु पऱ्यो नि त। हाम्रो मान्छेले कस्तो सजिलो कुरा गर्छ है, त्यसले यो गर्दैन, त्यसले बत्ती ल्याइदिने, त्यसले बिजुली ल्याइदिने, हेर यसले यो गरेको बिग्रेन, मैले पनि टिपेन भने दोष देखाउनु सजिलो छ। दोष देखाउनु, नेतालाई गाली गर्नु सजिलो छ। नेताले यो गर्दैन, कुनै केले यो गर्दैन, झाबेले यो गर्दैन भन्नु सजिलो छ, गरेर देखाउनु कस्तो साह्रो छ। त्यही भएर म भन्छु बेसी नेतालाई गाली पनि गर्नु राम्रो होइन, गरेर पनि देखाउनु पऱ्यो नि त। अब चाहिँ त्यो हुँदैन साथीभाइ। त्यही भएर अब चाहिँ म सबै होइन यहाँ तपाईँहरू किन अब सबै गरेको छु। अब चाहिँ एकदम सबैको एनओसी उठाएर रोड खनेको हेर है साथीभाइ। शुभ ब्रोले इतिहास रच्दैछ नि, फेरि इतिहास रच्दैछ नि होइन। म इतिहास रच्ने काम गर्दैछु, मात्र तपाईँहरू मलाई साथमा साथ दिनुहोस्, हामा हाँ दिनुहोस्, हैटेमा हमा हस्टे लगाउनुहोस् तपाईँहरू है त। ल यति भन्दै अब रोड खनेको तर्फ अरू म भ्लगहरू देखाउँछु तपाईँलाई। ल साथीभाइ साथ चाहिँ दिनुपर्छ तपाईँहरूले। ल।